हुन्छ त न ल होइन यस्तो छ यो दुईवटा कुरो छ क्या यसमा चाहिँ एउटा जब स्टाब्लिसली उहाँले भन्नुभएको कुरा चाहिँ धेरै पर्सेन्ट हो 70% भन्दा नि बढी हो तर यो 70% त्यो हुँदा 30% के छ भन्दाखेरि जस्तै मलाई मेरो स्यालेरीले पुगेको छैन तिमीलाई तिम्रो स्यालेरीले पुगेको छैन कासोलाई कासोको स्यालेरीले पुगेको छैन सचिवलाई सचिवको स्यालेरीले पुगेको छैन होइन अब के हुन्छ भन्दाखेरि मलाई मेरो स्यालेरीले पुगेर म घुम्न खान हिँड्न मेरो परिवारको स्वास्थ्य एजुकेसन सबै चिजमा म फिट भएँ भने म मानव भएर मैले गर्नुपर्ने कामहरू गर्छु क्या किन गर्दिनँ जस्तै मलाई पनि त यो समाजप्रतिको दायित्व जस्तै म यो समाजको राम्रै पात्र भएर निस्किउँ अथवा हेर्नु न मेरो मोटिभेसन प्राप्त हुन्छ होइन मैले मेरो जिन्दगीलाई सार्थक बनाउनुतिर त म पनि त लाग्छु होला नि त लाग्थेँ होला नि त जस्तै म पनि आएँ जन्मेँ 2-4 दिन खाएँ अनि मरेँ के भयो त मेरो त जीवन त त्यही खोलेमै त गयो नि होइन अर्को चाहिँ के हुन्छ भने जस्तै स्यालेरी त्यति नै होस् र स्वास्थ्य र शिक्षा चाहिँ फ्री होस् होइन स्वास्थ्य र शिक्षा फ्री होस् अनि बेसिक इन्फ्रास्ट्रक्चर्सहरू चाहिँ राम्रो होस् भने त्यतिले पनि धेरै हदसम्म चाहिँ राहत दिन्छ के बरु स्यालेरी नै ल अहिले जुन छ एक्जिस्टिङ हाम्रो स्केल त्यो नै होस् अनि स्वास्थ्य र शिक्षा चाहिँ फ्री होस् अनि इन्फ्रास्ट्रक्चर आधार भनौँ न बेसिक निडहरू जस्तै स्वास्थ्य शिक्षा खानेपानी यातायात लगायतका केही चिजहरू चाहिँ निःशुल्क हुने हो भने फ्री हुने हो भने अब अहिले हामीलाई यो धेरै नै तछाड र मछाड गरेर अर्कालाई गलत नियतले कमाउन अथवा त्यो पो किन परेछ र हस्पिटल गयो त्यहाँ नि फ्री छँदैछ बाटो राम्रै हिँड्न चिल्लो बाटो हिँड्न पाए खानेपानी खान पाएकै छ होइन पेटभरि खान पाएकै छ उल्टो सुगर लाग्ला भन्ने डर छ होइन भने तछाड र मछाड गरेर कमाएर भयङ्कर हो कोही कोही हुन्छन् रे त्यस्तो त्यो पुगे पनि होइन अझ चाहिरहने तर अधिकांशहरूलाई त धेरै टेन्सन चाहिँ लिँदैनन् जस्तो लाग्छ क्या मलाई होइन किनकि रमाइलोतिर लाग्छ नि त मान्छे होइन अहिले त्यो तछाड मछाड गरेर कमाउनु परे पनि फेरि त्यही शिक्षा स्वास्थ्यकै लागि हो त होइन यस्तो महँगो छैन शिक्षा राम्रो स्कुलमा त्यो नै फ्री भएपछि त त्यो प्राथमिकतामा पर्दैन क्या त्यसपछि पैसा होइन हामी अरू उद्देश्यतिर लाग्छौँ क्या हामी हो हाम्रो जीवनको एम के हो उद्देश्य के हो हाम्रो देश विकास नभएको कारण पनि यही हो क्या हाम्रो उद्देश्य अहिले के छ कसरी खाने कसरी लाउने मैले बालबच्चालाई कसरी पढाउने यताउता छौँ त्यही भएर हामीले आविष्कार गर्न जाने छैनौँ केही नयाँ खोज अनुसन्धान त्यस्तो त हाम्रो दिमागमै छैन मलाई मेरै जीवन सेटल गर्नलाई यहाँ धौधौ आफूलाई हम्मे परिरह यत्र मलाई के को आविष्कार गर्नु परेछ होइन तर मलाई स्वास्थ्य शिक्षा मेरो परिवारको भविष्य मेरो भविष्य सबै सुनिश्चित भइदिने हो भने त मलाई त केही न केही एउटा मेरो फ्री माइन्डमा त एउटा न एउटा केही त सोचाइ आउला नि त होइन यो बिजुली यो तारमा चाहिँ बिजुली कसरी कुदिरह यहाँ इलेक्ट्रोन प्रोटोन के होलान् भन्ने त्यतातिर सोचाइराख्छु जस्तो लाग्छ क्या मलाई चाहिँ त्यस्तो लाग्छ क्या अब म 2 वर्ष अगाडि एकचोटि बिरामी भएको बेलामा नर्मल ज्वरो आयो मलाई हामी 5 दिन हस्पिटल बस्यौँ होइन 50,000 खर्च भयो कि नर्मल ज्वरो आएको के त्यो नि एकदम ठुलो त्यो हस्पिटलमा नि होइन के सामान्य एउटा प्राइभेट हस्पिटलमा भनेपछि कुनै ठुलै रोगलाई एउटा फ्यामिलीमा भने त उसले त जिन्दगीभर कमाएको पैसा पनि गयो अनि ऊ त ऋणमा नि डुब्ने भयो अनि त्यसपछि त आउँछ नि उसलाई भ्रष्टाचार गर्ने त्यो नियत जस्तो लाग्छ कि हेल्थ र अहिले पढाइ पनि होइन ल गभर्मेन्ट स्कुलमा पढ्यो अब मैले कति इक्जाम्पल दिएको छु ठिकै छ जस्तो लाग्छ मलाई हैन गभर्मेन्ट स्कुलमा सुधार गर्नुपर्छ हैन सुन न सुन हिजो आउनुभयो नि भाउजूको बहिनी हो उहाँ हेडमास्टर हो ए हो उहाँले के भन्नुभयो भन्दाखेरि त्यहाँ यस्ता टिचरहरू छन् जसलाई कह गर्ने राम्रोसँग कदेखि यहाँसम्म आउँदैन भनेर भन्नुभयो क्या 12 होइन मधेसमा तिम्रो आजको दिनमा हुम्ला डोल्पा साक्षर भइसक्यो बट स्टिल होइन मधेस प्रदेश नम्बर 2 को एउटा जिल्ला पनि साक्षर हुन सकेको छैन क्या आजको मितिमा नि हामी यो समयमा हामी अहिले विकास के भनेर कुरा गर्छौँ दुनियाँ डिस्कसन गर्छौँ होइन बालेन प्रधानमन्त्री भन्दै चाहिँ तछाड र मछाड गर्छौँ होइन तर हाम्रो विकासको
उयोहरू त ग्राउन्डहरू त हामी धेरै तल छौँ नि त होइन जरा त धेरै होइन तल। हजुरले जुन त्यसो भने भन्छ नि शिक्षक नपाउने र शिक्षकको कुरा भने होइन, तिमीले त्यो भन्दा फेरि खोजेको के हो तिमीले भने के भनेको थियौ स्यालेरी भन्दाखेरि चाहिँ पर्याप्त छ शिक्षक- भने शिक्षक बस्छन् क्या नेपालमै। होइन, त्यो शिक्षक त बस्ने बुझेँ नबस्ने नि। भन्दा नि मैले देखेको व्यक्तिहरूमा नि उम्, गभर्मेन्ट स्कुल पढेको छ अरे, उम्, 10मा पुगिसक्यो होइन, ल टिचर नै छ अरे होइन त्यो, तर एउटा सामान्य इङ्ग्लिसको, अहिले मैले इङ्ग्लिसको इक्जाम सामान्य इङ्ग्लिसको एउटा ग्रामर मिलेको सेन्टेन्स नै आउँदैन कि, अनि सामान्य स्पेलिङहरू के, जस्तो अङ्कल लेख्न पऱ्यो भने UNCAL लेखा पनि मैले देखाएको छु कि, त्यो 10 क्लासमा पुग्दाखेरि एउटा स्टुडेन्टले अङ्कलको स्पेलिङ मिलाउन सक्दैन अथवा सिमिलर केहीको मिलाउन सक्दैन भने त्यो चाहिँ मलाई त्यो स्टुडेन्ट होल सिस्टमको नै सिस्टम नै गलत देख्छु कि। हुन त अब त्यो इन्डिभिजुअल क्वालिटीमा नि भर पर्ने भयो, अब गभर्मेन्ट के अरे प्राइभेटै पढ्ने पनि सबै कुरामा पोख्त हुन्छन् भन्ने भएन, तर एकदम बेसिक कुराहरू हुन्छ नि, एकदम खतरा ल इङ्ग्लिसमा भाषा नै दिन सक्ने त्यो बनाउनलाई स्टिल हामीलाई मेनी इयर्स टु गो होला होइन। एकदम सामान्य कुराहरू गर्न पनि टिचरहरूले पनि अब हजुरले अब सरकारी स्कुलमै पढाएको एक्सपिरियन्स छैन, तर अब हजुरले एकदम ल हो हजुरले एकदम कम्पिटेन्ट रूपमा पढाइछ होला, हजुरलाई आफूले बेस दिएँ मैले त्यही टाइममा चाहिँ मैले प्राइभेटमा पढाएको जस्तै नै मैले होल त्यहीवाला इनपुट दिएँ भन्ने हजुरलाई लाग्छ होला होइन, तर स्टिल टिचर्सहरूले पनि त्यो नदिन सकेको, फेरि उनीहरूले दिन नसक्नुमा उनीहरूको मात्र मिस्टेक होइन, अगेन त्यो अघिको कुरा गरेर चाहिँ त्यो मोटिभेसन छैन, स्यालेरी कम छ, 1 महिना 2 महिनासम्म माइती घरमा गएर बसेका छन्, उनीहरूको इस्युजहरू एड्रेस 4 महिनामा त तलब आउँछ। 4 महिनामा तलब आउँछ, 4 महिनासम्म कति ऋण लाएर त्योभन्दा धेरै तिरिसक्नु भएको हुन्छ, 4 महिना तलब आउँदा त्यो एभ्रिथिङ छ, त्यो टिचरहरूलाई पनि गलत देखाएको होइन, तर होल यो सिस्टम छ कसरी स्टुडेन्ट्सहरूलाई त्यो स्टुडेन्ट्सहरूलाई पढाउँ त्यो भन्ने छैन कि। अनि स्टिल अब हाम्रो स्कुलहरूको सिस्टमहरू चाहिँ अलिकति पढाइ त्यो सबैजना पढ्नमा एकदम ट्यालेन्ट हुन्छ, इनबर्न ट्यालेन्ट हुन्छ भन्ने पनि त हुँदैन नि त, जो अलिकति एक्टिभली क्वेसन गर्छ उनीहरूलाई चाहिँ टिचरले पनि त्यही अनुसारले ध्यान दिइरहेको हुन्छ, नपढ्ने जेसुकै गरोस् भन्ने हुन्छ। अनि क्लासहरू त्यो अगाडि बढाउन पनि अलिकति कुनै छ नि त, फ्लेक्जिबलै छ नि त, नराम्रो पढाइ नि प्यारेन्ट्सहरू आएर रिक्वेस्ट गर्यो भने लाने, त्यो गर्दाखेरि एकदम सामान्य खालको नलेज होइन, सामान्य ल कह क गर्ने राम्ररी नआउने, व्याकरण नै राम्ररी नआउने स्टुडेन्ट्सहरू निकालेर चाहिँ त्यो सरकारी स्कुलहरूको चाहिँ मलाई त्यसमा कम्पिटेन्सी चाहिँ पुगेको छ जस्तो लाग्दैन कि। अब यो सबैको जड हुने व्यवस्था नै हो, जस्तो परिवारको मुलीले जसरी चलाउँछ नि परिवार त्यसरी चल्छ, परिवारलाई समाजको चाहिँ जुन अग्रपङ्क्तिले जसरी चलाउँछ नि समाज त्यसरी चल्छ, समाज भएर देशलाई फेरि देशको अग्रपङ्क्तिमा जो छ मुख्य छ उसले जसरी चलाउँछ त्यसरी नै चल्छ होइन। त्यो माथिबाट नै चाहिँ सही ढङ्गले चलाइदिएपछि तलको सुध्रिहाल्छ क्या यो कुरा। होइन सिस्टम भनेको त अहिले टप टु बटम फक्लो हुने अनि यो व्यवस्था नै मुख्य कुरा हो कि, व्यवस्थापन जसले राम्रोसँग गर्यो नि त्यसपछि सुध्रिँदै जान्छ। होइन मैले अस्ति रिसेन्टली एउटा त्यो ऊ पढेको थिएँ क्या, हरेक क्षेत्र फेरि यसमा शिक्षा स्वास्थ्य जुनसुकै हामीलाई चाहिँ जुन आवश्यक छ नि जे क्षेत्र भए पनि होइन नवप्रवर्तनै भनौँ तिमीले भनेको होइन, त्यो क्षेत्र पनि सबै माथिबाट कुन तरिकाले आएछ त्यही तरिकाले हुने हो कि होइन। जसरी नि त्यो माथिको उसमै चाहिने रहेछ क्या, मैले अस्ति भर्खर त्यो ध्रुव राखेँ कि किन हो भने हामीले आइडल माने मान्छे नै गलत आइडल मानिरहेको मान्छेलाई हो होइन, हामीले समाजको त्यो मान्छेलाई चाहिँ समाजसेवी फलानु शिक्षा प्रेमी भन्दै ल्याएको छ, जो मान्छेले पढेकै छैन जिन्दगीमा त्यसलाई नै शिक्षा प्रेमी र समाजसेवी भन्दै ल्याए मान्दै आइडल ऊ छ क्या हाम्रो होइन। त्यस्तो हामीले जोमा आशा गरेका छौँ नि त्यो आशा गरेको व्यक्ति नै जुन लेभलको हामीले आशा गर्दैछौँ नि त्यो लेभलको आशा गर्नलाई उपयुक्त पात्रै होइन भनेर हामीले त्यो डिटरमाइन गर्न सकेका छैनौँ, तर आशा चाहिँ गरेका छौँ क्या, त्यो भइरहेको छ। तर होइन हामी जहिले सिस्टम भन्छौँ टप टु डाउन अप्रोच भन्छौँ होइन, त्यो सबै कुरा हुँदै पनि मलाई ठ्याक्कै इक्जाम्पल एउटा याद आयो कि अस्ति म टिचिङ हस्पिटल गएको थिएँ आँखा जस्तो न, त्यहाँ एकजना डक्टर थियो होइन, अनि त्यो टिचिङ हस्पिटलमा त्यो टियुको आइडी लगाएर 2जना मान्छेहरू आएछन् कि, अनि म पनि मैले थर्सडे हस्पिटल गइसकेको, अनि सन्डे चाहिँ सामान्य कुरा सोध्न मात्र गएको भएर मैले त्यहाँनिर त्यो कार्यालय सहयोगी हुन्छ नि उहाँलाई यति मात्र मेरो त कुरा मात्र सोध्ने, मैले चस्मा देख्दाले लाउँदाखेरि एकदम अनकम्फर्टेबल भएको छ, मलाई यो कुरा मात्र सोध्नु छ मिल्छ कि मिल्दैन एकचोटि हजुरले भनिदिनु मिल्छ कि, किनकि त्यत्रो एकदम धेरै लाइन थियो कि त्यहाँ, अनि अफिस जान पनि ढिला हुने, अनि हजुरले भनिदिनु मिल्छ कि भने
उहाँले चाहिँ उहाँ डक्टर चाहिँ ल हुन्छ भन्नुहुन्छ, तर उहाँले चाहिँ अहिलेसम्म कसैलाई नि स्टाफ भए पनि जो चिनिया भए पनि केही, अनि मैले मेरो हस्बेन्ड पहिला यहाँ भएपछि चाहिँ यताउता नि भनेँ होइन, अनि जे भयो नि उहाँले चाहिँ मान्नुहुन्न भन्ने भन्छ कि। अनि मलाई इन अ वे राम्रो नि लाग्यो, फेरि इन अ वे त्यो अलिकति आफ्नो प्रब्लम मात्र सोध्ने हो जस्तो पनि लाग्यो। अनि त्यो डक्टर आएपछि डक्टर त्यहाँ रुममा छिर्नु अगाडि नै मैले भनेँ कि मेरो यस्तो समस्या छ, प्रब्लम छ भने लाइन नै बसेर आउनुहोस्, लाइन नबसेर पनि म हेर्दिनँ भनेन। अनि म लाइनमा गएर बसेँ। अनि 2जना व्यक्तिहरू उनीहरू त्यो टियुको आइडी कार्ड लगाएर आए होइन। अनि उनीहरू त्यहाँ लाइन छ पुरै 12-13जनाको लाइन बन्साएको छ। अनि उनीहरू 2जना चाहिँ त्यो फर्स्ट व्यक्ति जानुभन्दा अगाडि नै छिर्नलाई एकदम जमर्को गरेर त्यहाँ आइडी लगाएर सबलाई त्यो आइडीवाला छ भनेर त्यो गर्दा त्यहाँदेखि उनीहरूले डक्टर त्यहाँ ठ्याक्कै कोठाभित्र छिर्लाएपछि हामी चाहिँ टियुको कर्मचारी हो, हामीलाई युनिभर्सिटी जानु ढिला भयो के भन्यो नि, हुँदैन पछाडि गएर बस्नु भने के। अनि होइन डक्टर हामी यो टियु आइडी हो, जहिले पनि हामीले त्यस्तै गरी जचाइराखेको छ, जहिले नै हामीलाई त लाइन बस्नु पर्दैन, हामी त यहीँको कर्मचारी। उनीहरूलाई अफ पनि हुन्छ जस्तो लाग्छ मलाई, 100% यो अफ पनि हुन्छ। अनि उनीहरूले त्यस्तो भन्यो, जहिले भने होइन जे भए पनि उ गर्नु भने होइन, डक्टरभित्र छियो। उसले टर्न बाई टर्न भयो। अनि त्यो केटीहरू 4जना कि 5जनाको त्यो बिचमा गएर बस्न खोजे। अनि त्यो होल मान्छे नै तिनीहरूमा कराए होइन। अनि आएर मेरो अगाडि बस्नु लाग्यो होइन। अनि उनीहरूले यही युनिभर्सिटी जानु ढिला हुन्छ यताउता भन्यो। अनि मैले मेरो पनि त अफिस छ नि, मलाई पनि त ढिला हुन्छ, हजुरलाई जसरी ढिला हुन्छ मलाई नै ढिला हुन्छ, मलाई पनि अफिसमा गाह्रो हुन्छ भनेर मैले पनि दिनँ कि। अनि लास्टमा उनीहरू मजबुर भएर जुन त्यो रोल क्रमअनुसार बस्नु पर्थ्यो त्यो भयो होइन। अनि उनीहरू यति धेरै फ्रस्ट्रेटेड भइरहेको थियो होइन। अनि मलाई पनि सुरुमा चाहिँ अलिकति त्यो डक्टरले जबमा मेरो सानो क्वेसन थियो त्यो सोध्नलाई त मलाई टाइम दिए भयो थियो, मलाई सुरुमै भन्न दिए भयो थियो जस्तो लागिरहेको थियो मलाई, मन फ्रस्ट्रेटेड भइरहेको थिएँ। तर मैले यसो सोचेँ कि ल उनीहरूले पनि त्यो भन्यो गर्दा त जो एक्चुअली ल त्यो टाइम नै उ गरेर आयो, उसले जुन फर्स्टमा सेकेन्डमा बस्ने मान्छेलाई त मैले पनि अन्याय गर्थेँ नि त, मैले त एकजनाको खाइदिन्थेँ भनेर। अनि कहिलेकाहीँ चाहिँ मलाई, अनि त्यतिखेर मलाई होइन हामी जहिले पनि अरूले गरिदिनुपर्छ, यो पर्छ त्यो पर्छ भन्छौँ होइन, तर त्यो एउटा डक्टरले गर्दाखेरि पनि त त्यो 2जनालाई त अलिकति रिफ्लेक्ट भयो, मलाई पनि अलिकति रिफ्लेक्ट भयो होइन। त्यो 2जनाले पनि त यो डक्टरले मान्दैन रहेछ भन्ने एउटा बुझेँ नि त। अनि कहिलेकाहीँ चाहिँ स्मल स्टेपबाट पनि अलिकति त्यो प्रभाव चाहिँ पर्दो रहेछ क्या त्यो डक्टरले। अनि फेरि त्यो डक्टरको अब छाप नै त्यही रहेछ नि त, कार्यालय सहयोगी होइन। उसले पनि त्यो डक्टरले चाहिँ जसले जे भने पनि केही मान्नुहुन्न, स्टाफै आयो भने नि कसैको नि स्टाफ आफै बिरामी भाग्लामा नि होइन। त्यो एउटा राम्रो हो यो चाहिँ कुरा होइन। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि अहिले हामीले भन्न खोजेको चाहिँ व्यवस्था होल सिस्टम पद्धति जुन राज्य सञ्चालनको चिज र जस्तै बाटोमा चाहिँ फोहोर नफाल्ने, डस्टबिनमा फाल्ने, आफ्नो घर वरिपरि सफा राख्ने अथवा पल्लो घरकोलाई सिकाउने साधारण चिजमा चाहिँ यी चाहिने एभ्री व्यक्तिले स्टेप लिनुपर्छ, त्यो चाहिँ हो। तर जुन अहिलेसम्मले भने जुन व्यवस्था नै गलत, या त हाम्रो सामान्य चिजमा मात्रै केही सिक्ने मात्रै होइन नि त। त्यो त तपाईँले भने जेब्रा क्रसिङमा चाहिँ हामी जेब्रा क्रसिङ हुँदाहुँदै त्यहाँबाट बाटो काट्दैनौँ, अर्कै ठाउँबाट काट्छौँ, बाटो हेर्दैनौँ। त्यस्ता चिजहरूमा चाहिँ हो आफूले गर्ने ठाउँबाट व्यक्तिले ग्राउन्ड लेभलको पर्सनले गर्ने हो। आफ्नो टोल सरसफाइ राख्ने, पार्कमा जाँदाखेरि केही चिज नभाँच्ने, बाटोको बत्तीलाई चाहिँ ढुङ्गाले हानेर नफुटाइदिने, यस्ता चिजहरू सामाजिक सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने चाहिँ हामी सबै व्यक्तिले गर्न सक्छौँ। त्यो चाहिँ व्यक्तिबाटै इनिसिएसन हुने हो। त्यो इनिसिएसन हुनलाई पनि फेरि अल्टिमेटली फेरि कुनै न कुनै ढङ्गले कानुन बलियो नभइकन, शासन व्यवस्था बलियो नभइकन, जस्तै हामीले अरू देशमा सुनेका छौँ नि, ती देशमा पनि हिजोको दिनमा कानुन कडा भएर, जस्तै चाइनाको कुरा गर्न चाहन्छु म होइन। चाइनामा नि मान्छे ज्ञानी असाध्यै भएर होइन क्या, चाइनाको यति नियम कडाहरू छ कि होइन। जस्तै अस्ट्रेलियामा, जापानको मान्छे अब सिभिलाइजेसनमा त एकदम उ छन् क्या, तिनीहरू लास्टै नै छन् क्या। तर पनि उनीहरू पनि आफू चाहेर, अहिले चाहिँ त उनीहरू ह्याबिचुअल भइसके। अहिले चाहिँ त कसै ठोकिहाल्यो भने पनि कसले चाँडै सरी भन्ने होइन, आफ्नो गल्तीलाई चाहिँ कसले चाँडै स्वीकार गर्नेमा अहिले चाहिँ त्यस्तो छ। तर हिजोको दिनमा त राज्य व्यवस्था नै सही भएर न त्यो चिज सही ट्र्याकमा आयो। त्यो चाहिँ होइन, मैले अहिले यो होल मैले भनेको कुराहरू त स्टार्ट भएको त मैले स्कुलको सिस्टमबाट हो नि त। मैले भन्नु खोजेँ एउटा टिचरले पनि राम्ररी पढाइदियो भने एटलिस्ट उसको एउटा क्लास त उ भयो नि त। हो मोटिभेसनहरू त्यही हो, तर
त्यही टिचरले पढाउन पनि उसलाई पनि त राम्रो मोटिभेसन चाहियो होइन नि होइन ल त्यो कुरा म मान्छु होइन तर अर्को साइड अर्को एङ्गलबाट त्यसलाई हेर्ने हो भने सपोज हजुरले मलाई केही नै मोटिभेसन छैन अथवा एउटा टिचरले एउटा एबिसी टिचरले चाहिँ मलाई राज्यले केही पनि मोटिभेसन दिएको छैन मैले पाएको स्यालेरीले पनि म पर्याप्त छैन त्यही भएर म कहिले पनि स्टुडेन्टलाई राम्रो पढाउँदैन म हिजोलाई नै गरिरहन्छु भन्ने चाहिँ त्यो वाला परिपाटी चाहिँ बिल्डअप हुँदै गएको छ जस्तो लाग्छ क्या मलाई चाहिँ अब इफ त्यो हो भने त्यो प्रोफेसनै ट्याग दिएँ होइन उसले अब जति हो मान्छे फ्रीमा केही काम गर्नु सक्दैन त्यो एभ्रिथिङ अन्डरस्टुड होइन तर मैले जस्ट भन्न खोजेको चाहिँ अब त्यो मान्छे आइसक्यो प्रोफेसनमा ओनरसिप लिन पर्यो होइन त्यो उसको रेस्पोन्सिबिलिटी हुनु पर्यो अनि त्यो चिज आफ्नो जस्तै स्टुडेन्ट पनि मेरै स्टुडेन्ट हुन् भोलि गएर पढाएर मेरै राज्यको लागि राम्रो गर्छन् मलाई पनि कुनै न कुनै एङ्गलबाट यसमा चाहिँ एउटा थ्योरी छ अरे क्या कस्तो थ्योरी भन्दाखेरि एउटा गाउँ छ अरे त्यहाँ 20 घर छ अरे टोटल होइन 20 घरमा 19 घर चाहिँ धनी छन् 1 घर चाहिँ गरिब छ भने त्यो 1 घर पनि त्यो 20 अरू 19 घरको सहयोगले अथवा अन्य कुनै एङ्गलले होइन हरेक चिजमा टाइम कन्ज्युम हुँदै जाँदाखेरि त्यो घर पनि धनी नै हुन्छ अरे क्या अब फेरि रिभर्स फ्लिप गरौँ न त्यसलाई 20वटा घरमा एउटा घर चाहिँ धनी छ अरे होइन तर 19वटा घर चाहिँ गरिब छ भने त्यो 19वटा घरले कसैले के चोर दिएर कसैले के लिइदिएर होइन त्यो एउटा घर पनि गरिबै हुन्छ अरे क्या धनी भयो भने चाहिँ अब त्यो टिचरले पनि मानौ यो मेरै विद्यार्थी हो मैले पढाएँ भने कुनै न कुनै एङ्गलबाट यसले राज्यलाई योगदान गर्ला राज्यलाई योगदान गर्दाखेरि मलाई नै फेरि बेनिफिट होला होइन जस्तै मैले एउटा स्टुडेन्टलाई पढाएँ ऊ डक्टर भयो मैले उपचार गर्न पाएँ ऊ ठुलै नेता हो ठुलै व्यवस्था ल्यायो मैले त्योबाट मैले मात्रै होइन सारा दुनियाँले चाहिँ उपभोग गर्न पाएँ भनेर त्यसरी आफ्नो विद्यार्थी मेरै हो मेरै राज्यको हो राज्यलाई योगदान गर्छ राज्यको जिडिपीमा उसको पनि योगदान छ भनेर हामीले ओनरसिप एक त त्यो ब्रोड कन्सेप्टले त्यो ओनरसिप लिन नसकेको त्यो पनि म स्वीकार चाहिँ गर्छु होइन अल्टिमेटली चाहिँ फेरि यो हरेक चिजहरू हामीले जे भने पनि अल्टिमेट चाहिँ पोलिटिक्स यो नीतिहरू पनि नीति भनेर एक हिसाबले त्यो जुन मार्गदर्शन गर्ने चिज सही भएन र अरू सबै चिज सही भएर नि त्यो चिज गलत भयो भने चाहिँ त्यसले गलतैमा लान्छ तर अरू सबै चिज गलत हुँदाखेरि त्यो चिज चाहिँ सही भयो भने त्यसले अरू सबै चिजलाई सही बनाउन सक्ने क्षमता हुन्छ क्या त्यो वान एन्ड ओन्ली वान चिज हो क्या फेरि के भन्छौ तिमी त्यो चिज चाहिँ होइन शिक्षकले ल मानव शिक्षककै इक्जाम्पल आइहाल्यो होइन शिक्षकले मेरो विचारमा त्यो त हामीले अब प्रमाणको नभई भन्न पाइँदैन नि त कसैले जिम्मेवारी लिए छैन भनेर कसले जिम्मेवारी भन्न पो पाइँदैन त तर उहाँले भनेको कुरा के चाहिँ सत्य हो भन्दा नि तिमी हामी अथवा अरू भनौँ न हामी सबैजनाहरू चाहिँ जस्तै मानव राति त्यहाँ पार्कमा बत्ती बलिरह अर्कोले निभाउला नि मलाई के टन्टा छैन तिमीमा छैन ममा नि छ नि उहाँमा नि छ नि हामी स्वीकार गरौँ क्या यो चिजलाई जस्तै त्यो त्यहाँनिर फोहोर भइरहेको हुन्छ अर्कोले टिप्ला नि अथवा केही गर्ला नि मैले किन टिप्ने मैले फालेकै होइन त्यही मानौँ न ल उसले चाहिँ जिम्मेवारी लिएछ पढाइ पनि रहेछ राम्रो नि गरिरहेको छ भने पनि उसले पनि त हेर्छ क्या सबै कुरा पछि ब्याक भएर हेर्छ क्या मैले त यसरी गरिरहेको छु यसरी गरिरहेको छु रिजल्ट राम्रो आइरहेको छैन होइन यसो अनि त्यसको त्यही रिजल्टको आधारमा उसले चाहिँ त्यो 2 कक्षा फेल छ फेरि गाली नि खाइरहेको हुन्छ क्या यो सबै कुरा किनभने भित्र सिस्टम बुझ्न आवश्यक छ नि त सिस्टम हो नि त त्यो पनि हो गाली खाइरहेको तर यस्तो नि भन्छु सुमन 25औं वर्ष राम्रो टिचिङ पेसा गरेर बिदाई हुँदाखेरि हजारौँ विद्यार्थी रोएका घटनाहरू उभाएका घटनाहरू पनि छन् एउटा पाटो अर्को पाटो तिमीले भने चाहिँ राम्रो गर्न खोज्दै समाजबाट विद्यार्थीबाट अरूबाट गाली खाइराखेका घटनाहरू छन् त हो अब तिमी त्यो भन्यौ होइन मैले यही कुरामा भने के म यही कुरा भन्छु तिमी 50 वर्ष चाहिँ आफू गदा चाहिँ बद बाँचेर एक दिनको लागि चाहिँ गर्छौ तिमी एक दिन फुलमाला लाउनको लागि 50 वर्ष तिम्रो जीवन चाहिँ गदा चाहिँ बाँच्छौ कतिको तिमी चाहिँ न्यायपूर्ण मान्छौ त्यसलाई एउटा टिचरले 35 वर्षसम्म चाहिँ एकदम खतरा गदा चाहिँ एकदम जिम्मेवारी लिएर कर्तव्यनिष्ठ भएर पढाउने त्यही भोलिपल्ट एक दिनको लागि फुलमाला मात्रै लाउनको लागि हो त
के भन्छौ तिमी यो कुरामा चाहिँ? ल भन्न त केही। अब यस्तो छ सुमन, फेरि यसमा पनि अघिकै त्यो ओनरसिप र रेस्पोन्सिबिलिटीको कुरा चाहिँ जोडेर आउँछ हेर होइन। लियो उसले ओनरसिप लियो, रेस्पोन्सिबिलिटी लियो होइन, सबै गर्यो उसले, रिजल्ट पनि राम्रो राम्रो निकाल्यो। त्यो त उसको चोइस हो नि त। जस्तै एउटा कुरा सुन न, उसले हामी तिमी चोइस भन्छौ, हामी त बाध्यता हो। सुन यहाँ सुन न, यो कन्डिसनमा त बाध्यता हो के। यहाँ सुन न, यहाँ सुन, एउटा कुरा क्या, जस्तै तिमीले 35 वर्ष त्यो पढाइरहनु, त्यो पेसा अँगालिरहनु, त्यो तिमी त्यतिकै डेडिकेसन लाग्नु भनेको उसको एउटा चाहना पनि हो है, चोइस पनि हो, त्यो पेसामा रमाएको नि हो, उसले रेस्पोन्सिबिलिटी लिएको नि हो, ओनरसिप ग्रहण गरेको नि हो क्या, सबै चिज हो क्या। जस्तै उसलाई त्यस्तो लाग्दैन थियो भने त उसले त्यो स्कुलै छोडेर अन्त जान नि सक्थ्यो। एकदम ठिक हो, तर ल मानौँ एकदम ठिक हो, उसले त्यो रमाए नि हो, सबै पनि हो क्या, उसले सबै गर्यो, रमाइलोले गर्यो, म यसमै खुसी छु भनेरै गर्यो। तर एट द एन्ड अफ द डे उसले जीवन चाहिँ कस्तो पायो भने के उसले जे चाहेको थियो नि। एउटा कुरा तिमीलाई भनौँ म, जस्तै मान्छे आजको दिनमा नि गुफामा छैनन्, उनीहरूलाई त्यही जिन्दगी नै राम्रो लागिराखेको नि हुन्छ क्या। जस्तै कोही मान्छे कहाँ उहाँ एउटा कुरा सुनौँ भनौँ तिमीलाई, जस्तै त्यो टोनी हेगन चाहिँ के भन्छन् नि, उहाँ चाहिँ स्विजरल्यान्ड कहाँ जन्मियो होइन, जन्मेन, तर नेपालमा यहाँ आएर पुतली बाजे भएर बसे कोही त्यही बाबुराम भट्टराईलाई पढाउने त्यो लुइटेल स्कुलको त्यो हेडमास्टर कि को अथवा अमेरिकन कि को अमेरिकन हो कि जे होस् विदेशी उनीहरूको देश त त्यस्तो विकसित थियो, त्यस्तो राम्रो ठाउँ थियो होइन। उनीहरू यहीँ आएर उनीहरूले किन त्यो जीवन रोजे त? आफूलाई यही एक्सप्लोर गर्न मन लाग्यो होइन, यही वातावरण मन पर्यो। अब त्यो होइन, हजुरले भनेको कुरामा मैले माने कि बाध्यता पनि होइन, किनकि अलरेडी जबको अपर्च्युनिटिजहरू अथवा जबको त्यो के भन्छ फ्लो अथवा चोइसहरू एकदम लिमिटेड छ होइन। त्यो लिमिटेडमा ल यसमा नै गरिरहेको छ पहिलेदेखि, कुनमा जाने त ब्याकअप छैन नि त। अब जस्तै मैले टिचिङ गरिरहेको छु अरे 5 वर्ष भयो अरे, तर म एकदम सेटिस्फाइड नै छैन, त्यो मेरो चोइस नै होइन। तर मेरो अल्टरनेट सोर्स अफ इन्कम अथवा अल्टरनेट जब चोइस मसँग छैन, त्यो मैले गरेँ होइन, त्यो छ। तर मैले भनेको चाहिँ यदि चोइस नै छैन, त्यो नै बाध्यता हो होइन। सपोज मैले चाहिँ एकदम मेरो चाहिँ अब पढाउने बाहेक अरू केहीमा पनि क्षमता छैन अरे, अथवा लोकसेवा लडौँ भने मेरो उमेर पनि गइसक्यो अरे, अथवा मलाई त्यता जानु नि मन छैन अरे होइन। त्यो भएपछि त अल्टिमेट त्यो बाध्यता त हो, मैले माने। तर अब यदि धेरै कमाउने भने ऊ बिजनेसमा जान सक्छ, लोकसेवामा जान सक्छ, यहाँ जान सक्छ, त्यहाँ जान सक्छ होइन। त्यो बाध्यताले पनि एज अ चोइस नै त्यसलाई हुन्छ नि, अभाइलेबल अप्सन्सहरूमध्ये त्यो नै नराम्रै भए पनि बेस्ट अप्सन के बेस्ट अप्सन त हो। के ल त्यसो भए अब यहाँ अब जाम मानव अधिकारमा जाम क्या, अब त्यहाँ जाम न। अब ल मानौँ त्यो सबै तिमीले भनेको कुरामा नि म एग्री भएँ होइन, सबै कुरो ऊ आफ्नै चोइसले मलाई 15,000ले पुग्छ भन्नेमै बस्यो ल, त्यसमै रमाएर बस्यो भनौँ न। तर उसले एउटा मानव भएर पाउनु पर्ने सुविधा ऊ त्यसमा खुसी नै भयो भने त्यो सुविधा पाउनु पर्दैन उसले होइन। त्यो एकदम तिमीले भनेको कुरा ठिक छ कि, तर एउटा कुरा म यसमा एक्जाम्पल चाहिँ के दिन चाहन्छु ल। अब अर्कै मेरो एक्जाम्पल दिन्छु, सुन न, त्यही टिचर सेम डेडिकेसनमा मान्छे एउटै हो, यहाँको नि मान्छे, अमेरिका वा विकसित देशको टिचर पनि मान्छे, वहाँ पाउने उसले सुविधा र नेपालमा पाउनु पर्ने सुविधा एउटै होइन। पाउनु पर्ने कुरो ल खुसी नै भएको त नि, 5,000मा खुसी भएको छ, उहाँ ऊ 2 करोडमा खुसी भएको छ, तर उता उसले पाउनु पर्ने र यहाँ पाउनु पर्ने बराबर हुनुपर्ने होइन। ऊ मरेर गएपछि के यो जीवन के नजीवन के, 60 वर्ष बाँच्ने हो, 60 वर्षमा भएको जति सुविधा सबै पाउनु पर्ने होइन भने। अब यसमा चाहिँ के छ भन्दा नि, तिमीले भनेको कुरा धेरै ठिक छ होइन। तर जस्तै अब मैले मानौँ एउटा कुरा भनौँ, जस्तै मैले अब हरेक चिज त्याग गरेर मलाई यो मुस्ताङतिर मन पऱ्यो अरे, सपोज मैले चाहिँ होस् अब म यता चाहे भए अरू चिज गर्न नि सक्थेँ, मलाई चाहिँ अब च्याङ र चराएर म जीवन बिताउँछु भनेर मैले चोइस भने तिमी कसैलाई केही दिन्छौ भने तिमी केही अपेक्षामा दिने हो क्या।
त्यही त सुन न हजुरले भनेको कुरामा म एउटा गर्छु नि हजुरले चाहिँ के भन्छ भने उसले चाहिँ बेसिक ह्युमन राइट्स खै पाएको भन्ने भन्नु होइन अघिदेखि हाम्रो इन्टायर डिस्कसन त सेवा सुविधा पाएन रोडको एक्सेस राम्रो पाएन स्वास्थ्य पाएन शिक्षा पाएन सबै कुरा राम्रो पाएन त्यही भएर बाध्यतामा पनि रमाउन पर्ने छ भन्ने त जिस्ट हो नि त हाम्रो त्यो भएर उसले एकदम खुसी भएर बस्नुपर्छ भन्ने होइन कि अब यदि त्यही नै हो उसले पाउने होइन पाउन उसले डिजर्भ एभ्रिथिङ गर्छ अमेरिकाको नागरिकले जस्तो सेवा सुविधा पान्छ जापानकोले जस्तो फेसिलिटिज इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट एभ्रिथिङ राज्यले दिने हरेक सेवा सुविधा होइन घाँस बाँस कपासै फ्री सबै पाछ अरे होइन हरेक देशको नागरिक सर उसले पनि पाउने हक कहिले डिजर्भिङ छ तर उसको देशले उसको सरकारले उसको समाजले चाहिँ उसलाई त्यो दिन सक्दैन भने ऊ जसरी मजबुर भयो व्यवस्थाको फेलियर हो के त्यो त व्यवस्थाको फेलियर त हो दिन सक्दैन रे भनेर अब जस्तै अमेरिकामा चाहिँ टिचरले फ्री पाइरहेछ फ्री गाडीमा नि ट्रान्सपोर्टेसन फ्री छ अरे हेर्छ अरे सबै फ्री छ अरे अब मैले नेपालमा बसेर चाहिँ मेरो स्यालेरी जम्मा 20,000 छ मैले अमेरिकाको टिचरले सर केही नि पाइनँ त्यो भएर मैले 20,000 चाहिँ खाइरहन्छु तलब चाहिँ खाइरहन्छु अब म पढाउँदिनँ किनकि मैले चाहिँ उनीहरूको सर चाहिँ सुविधा पाएको छैन भन्ने जस्तो आशय आयो क्या मैले भनेको चाहिँ हो पाउनुपर्छ सबै नागरिकहरू टिचर मात्र होइन एउटा रोडमा हिँड्ने अघि हामीले भेटेको त्यो व्यक्तिलाई पनि हरेक उसले सुविधा पाउनुपर्छ आइदर उसले राज्यलाई कन्ट्रिब्युट गरोस् नगरोस् किनकि आफ्नो जिम्मेवारी निभाउन नि पर्छ उसको बिहाफमा होइन अघि हामीले भेटेको त अलिकति स्क्रिजोफ्रेनिक अनि अर्को कुरा के पनि हो भने अब यो हरेक कुरा चाहिँ एउटा मात्रै जुन सेक्टरमा फेलियर छ नि त्यो एउटा पक्षको फेलियरले गर्दा एउटा पक्षले कर्तव्य ननिभाएर बिग्रिया होइन एउटा पक्षले समग्र मिलेर बने हो त्यो म मान्छु होइन त्यो म मान्छु तर अघि मैले टिचिङ हस्पिटलको डक्टरको इक्जाम्पल दिएको जस्तो यदि समग्रले बिग्रेको हो भने एउटा इन्डिभिजुअलले चाहिँ अलिकति ट्राई गर्यो भने चाहिँ अलिकति भए पनि सुधार भन्ने एकदम भोलि नैबाट एकदमै राम्रो टिचिङ हस्पिटलको इन्टायर डिपार्टमेन्ट राम्रो नहोला तर एउटा आँखा हस्पिटलको एउटा कोठाको त सिस्टम अलिकति सुध्रियो नि त त्यहाँ त मैले न्याय पाएँ सेक्टर अनुसार त्यसको अवस्था कसले चाहिँ बढी चासो दिँदाखेरि बढी सुध्रिने वा नसुध्रिने कुनै सेक्टरमा एउटाले चाहिँ दिँदा जस्तो डक्टर सेक्टरमा डक्टरले रोक दिँदाखेरि सुध्रियो तर यो शिक्षकको पेसामा शिक्षकले नै चाहिँ पुरै 100% दिँदा पनि नसुध्रिने फेरि अर्को पक्षमा फेरि अर्को एउटा सेक्टरमा चाहिँ सानो कदमले पनि ठुलो ल्याउन सक्छ होइन यो चाहिँ सेक्टर अब मैले भनेकोमा चाहिँ शिक्षकलाई 20,000 को तलब छ अरे ऊ चाहिँ क्लास 8, 9, 10 लाई पढाउने शिक्षक उसले चाहिँ ल मेरो जम्मा स्यालेरी 35-40 हजार छ मैले सेवा सुविधा नि पाएको छैन मलाई केही नि पुगेको छैन यिनीहरूलाई पढाएँ नि कि नपढाएँ नि के भनेर एकदमै त्यो क्लासमा एकदम नेग्लिजेन्सहरू देखायो भने त मैले भनेको चाहिँ त्यसरी देखाउन भएन उसले त्यो त 100मा 2, 4 वा 10 हुन्छन् त्यो त किनभने त्यस भए किन समग्र 8, 9, 10 को होइन 100मा 2, 4, 10 भए बरु मलाई 100मा 2, 4, 10 चाहिँ राम्रो होला नि जस्तो लाग्छ है होइन नि होइन म चाहिँ यसो मान्दिनँ त्यस भए किन पढायो 2, 4, 10 चाहिँ के हो मैले त्यही भने के एउटा शिक्षकको मात्रै इफेक्ट समाज हेरौँ न समाजमा पढ्न पर्छ भन्ने नै चाहिँ धारणा छैन हाम्रो बच्चामा हेरौँ न हाम्रो बच्चा भने हामी दुईजनाकै हुनु पर्दैन के हामी सबैको समाजको बच्चा हाम्रो समाजको बच्चाले केही पर्सेप्सनमा चाहिँ पढाइ भने केही पनि होइन बना हैन ल गयो पहिलो कुरो हैन उसले स्कुल गएर उसले पढ्न खोज्दैन के मुख्य कुरो त मेन घरमा आएर बाबाले पढाउन खोज्दैन मुख्य कुरो उसले सिक्या के छ भने बाहिर हिँड्ने चिया पसलमा गफान्ने नेतागिरी गर्ने त्यो गर्ने कि त विदेश हिँड्ने हैन भएपछि पढेर काम छैन धेरै पढेर पनि फलानले पढेर के गरेर भनेर हामी घरमा सुनाउँछौँ सुनाउँदैन भनेपछि बच्चामा पढ्ने त पढ्ने लगेर समाजले पनि त त्यो सिकाउनु पर्यो एसएलसीमा गोर्खा टप गरेर नेपाल टप गरेर एसएलसीमा प्रधानमन्त्री भएर के नै गर्यो र हो त्यो अनि त्यो एक्जाम्पल दिएपछि चाहिँ फेरि कसरी मोटिभेट हुन्छ त पढ्ने बच्चा मुख्य कुरा भनेको पढाइमा इम्पोर्टेन्ट को पढाइ स्टुडेन्ट एक नम्बरमा हो स्टुडेन्ट एक नम्बरमा स्टुडेन्ट हो टिचर त त्यो 3-4 पटि आउँछ 3-4 स्टेप पछि आउने टिचर त हो हैन स्टुडेन्ट हो मेन भनेको नि टिचर ल म अब तिमीलाई सुनाउँछु म सुनाउँछु है एउटा कहानी मैले इन्डियामा 11-12 पढाए हो मलाई पढाउने टिचर एउटा पनि गतिलो थिएन एउटा पनि थिएन इङ्ग्लिस पढाउने फिजिक्स पढाउने सर आउँथ्यो
बिहान क्लासमा आउँथ्यो जरा लेखियो भनेर टेबलमा बस्थ्यो त्यो पिरियडभरि लेखाउने हो पिरियडैभरि लेखाउने हो उसले नोट चेक गऱ्यो भने त्यही लेखाएको कुरा हामी फेयरमा छाड्थ्यौँ होइन अनि त्यही बुझाउने हो अनि एउटा केमिस्ट्री पढाउने सर पनि पढाउँथे मुखले फर्र बोल्ने हो होइन किताब हेर भने पुरा बोल्ने हो म्याथमेटिक्सको टिचर त आउँथ्यो 15 मिनट ढिला जान्थ्यो 10 मिनट र त्यो 11-12मा थियो क्या त्यो हाम्रो मैले पढाउने त्यो म्याथमेटिक्स पढाउने टिचरलाई सर आएपछि सर भन्थे पढाएको के हो मलाई थाहा थिएन त्यसले होइन सब्जेक्ट पढाउने मान्छेहरू त्यस्तो थियो अनि इङ्ग्लिसको एउटा स्टोरीको किताब हुन्थ्यो क्या 2टा होइन अनि त्यो पढाउने सर त्यहाँ आउँथ्यो गाउँको गफ हानेर बस्थ्यो तर विद्यार्थीको रिजल्ट कोही फेल हुँदैन किनभने मैले क्लासमा गएपछि के थाहा पाएँ भने तैँले त्यो किताब किनिस् भने सरले भनेकै छैन हामीलाई किन्नलाई भने मैले होइन सरले त यहाँ केही पनि भन्दैन होइन किन्ने त हामीले हो पढ्ने हामीले हो भने सब विद्यार्थी आफ्नो ट्युसन सब विद्यार्थी आफ्नो घरमा आफ्नो तालमा पढ्ने सब गर्थे त्यहाँ कसैको केही कम्प्लेन थिएन विद्यार्थीमा पढ्ने थियो क्या होइन त्यो त मैले बुझेँ कि तर एउटा कुरो चाहिँ क्या तिमीले पढ्यौ तिमीहरूको ब्याचले पढ्यो अथवा केही गर्यो त्यसमा मेरो आपत्ति होइन कि तर तिमीहरू त ट्युसन अन्त पढ्न बाध्य भयौ होइन अनि घरमै पैसा खर्च गर्न बाध्य भयो कसैले त्यहाँ पढ्नै सक्दैन ट्युसन पढ्ने पनि अवस्था थिएन त्यहाँ घरमै पढ्ने हो किताब ल्याउने पढ्ने आफैले पढ्ने मजाले पढ्ने त्यो चाहिँ के यो अब यो जति गफ हाने नि त्यही हो म टिचरले पढाउँदैनन् भन्ने कुरामा म त्यही मैले भने नि 100मा 10ले पढाउँदैनन् भन्ने भन्दा म धेरैमा म विश्वासै गर्दिनँ किन विश्वास गर्दिनँ भने टिचरभन्दा माथि हेडमास्टर हुन्छ हेडमास्टरले वाच गरिरहेको हुन्छ हेडमास्टरभन्दा माथि हाम्रो वडा अध्यक्ष सदस्य के हुन्छ त्यो वडा व्यवस्थापन समिति हुन्छ त्यसले वाच गरिरहेको हुन्छ तेरो रिजल्ट खै त भनेर चाहिँ त्यहाँ भनिरहेको हुन्छ त्यहाँ त्यसले जवाफ दिन परिरहेको हुन्छ होइन भनेपछि माथिबाट त पेलिरह नि त पेलिरहेको व्यक्तिले त्यहाँ गएर छलछाम गर्ने यहाँ गर्ने भन्ने हुँदैन क्या छलछाम गर्ला तर आफ्नो पढाउन पर्ने के हो त्यो पढाउनु एउटा किताबमा यति चाहिँ मैले पढाएँ भने यो शैक्षिक सत्रलाई ठिक छ भनेपछि त्यति कम्प्लिट चाहिँ गरा हुन्छ क्या एउटा टिचरले त्यो त होस् मन तर अलिअलि समस्या भयो तिमीले भने 10% बजारी इलाका र अलि पहाडी इलाकामा चाहिँ त त्यस्तो छैन हेर तर अलिकति विकट गाउँ पहाडको अलि विकट गाउँ भने त्यही हो क्या 100मा 10% मानौँ न त्यस्तोमा चाहिँ 100मा 10% हो यो चाहिँ छन्छै छ हेर समस्या अनि मुख्य समस्या टिचरमा होइन मुख्य समस्या समाजमा पढ्नुपर्छ भने के थाहा छैन भाउ कहाँ हुन्छ भनौँ न समाजले नै त्यो चाहिँ पढाइको महत्त्व बुझाउन नसक्यो क्या त्यो त हो अनि मुख्य कुरा भने अब त्यही हो व्यवस्थापन नै होइन म त्यही त एउटा कुरा चाहिँ के हो भन्दा अल्टिमेटली चाहिँ गएर उसमै ठोकिन्छ हेर व्यवस्थामै राज्य शासन प्रणाली होइन सुशासनका चिजहरूमै गएर ठोकिन्छ नि यो हामीले जतिसुकै कुराहरू गरे पनि देशको अल्टिमेट चिज चाहिँ मैले अहिले नै एउटा के भने नलाएको थिएँ भन्दाखेरि नि जस्तै त्यो मैले भर्खर त्यो ध्रुवराठी कि कसको ऊ हेरेँ क्या त्यो सिङ्गापुरलाई त मलेसियाले निकाले रहेछ यार कुनै बेला यो यहाँ त त्यो सिङ्गापुरमा त मलेसियामा चोरी डकैती गर्ने अथवा अन्त गर्ने त्यो जुन थर्ड पिपुलहरू हुन्छन् नि त्यस्ता व्यक्तिहरू बस्ने जो अनि सामुद्रिक आपराधिक गतिविधि गर्ने त्यस्ता मान्छेहरू रहेछन् क्या